तै देखा क्यामेरा पक्रेर त्यो देखा क्यामेरा आउँछ तेरो फोटो देखाउँछु नि यस्तो बक्छ नि देखा यहाँबाट डाइरेक्ट जान्छु यहाँबाट यस्तो गली छ अन्त यस्तो 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 जङ्गल बाटो म तपाईँहरूलाई देखाउँछु भने चाहिँ फेरि त्यही जङ्गलबाट हामी जान आँटेको पिक्चर अभी बाकी है मेरे दोस्त के गरे पगला दर्शकबिन स्वागत छ नयाँ फेरि पनि एउटा नयाँ भ्लगमा म तपाईँहरूको मित्र भने पनि पित्र भने पनि घामा सामा गएको अरू ब्याक साइडबाट त्यस्तै अब है म नआएको त धेरै भइसक्यो कति भयो भने यो महिनामा दुई हप्ता भनौँ त्यस्तै 10 दिनहरू भयो ल किनकि मलाई ज्वरो र मार्गी आएको थियो एकैचोटि होइन त्यहाँदेखि ननाइछु अन्त यस्तो निकाल्यो भने चाहिँ कत्ला यस्तो निक्लिन्छ होला कि फिलहाल चाहिँ अहिले म ब्रस र नुहाउनु अन्त टोइलेट एकैचोटि आउँछ मलाई आएपछि अन्त जिन्दगीमा घटना पनि एकैचोटि आउँछ वाह क्या डोमी मारा रे मेरेको जस्तै नम भनेको पानी पर्दैछ यी तल टिक 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 माथि हो अब नुहाउनु पनि अब मलाई जाडो न जाडो लाग्दैछ तर म आज चाहिँ नुहाउनु पर्ने हुन्छ किनकि म बिहान उठ्दाखेरि यस्तो यस्तो छामछाम कत्ला निक्ल्यो क्या अब त्यस्तो मैला त बस्नु हुँदैन झन् बिमार हुन्छ है त्यही कारण नुहाउनु पर्ने हुन्छ सो तपाईँहरू पनि ननुहाउनु चाहिँ हुनुहुन्छ मेरो दर्शक पनि तपाईँहरू पनि नुहाउनु पर्छ है ल आफ्टर लङ टाइम आइसकेको छु फेरि पनि अब म डेली भिडियो हाल्नु कोसिस गर्नेछु कोसिस होइन अब चाहिँ पुरा तयारीको साथ जोसको साथ आइसकेको छु म जति म त यहाँ म हुनु त म यहाँ 6 महिना काम गर्छु है 6 महिना भिडियो आउँछ अब लेखेर दिन्छु ग्यारेन्टी डे बाई डे अगर भिडियो चलोस् या नचलोस् डे बाई डे आउँछ है भिडियो है आउँछ निचारेर लाउनु पर्ने होइन 10 उडाएर एउटा 90 को किन्नु होला 90 कति पर्सेन्ट ठुलो है ल खोइ हो हाम्रो ग्याङको केटाहरू ब्रसै गर्नु मन छैन कि यिनीहरूलाई त गाडी ल केटा हो म चाहिँ फिलहाल चाहिँ आइसकेको छु ब्रस सर्स र 2 चोटि भयो म बाहिर भित्र भएको किनकि जिन्दगीमा म त्यस्तै भइसकेको छु बाहिर भित्र जिन्दगी एउटा मोह माया हो जो कि त्यो भित्र नपरे पनि ठिकै हुन्छ है तपाईँ जति त्यो मोह मायामा पर्छ त्यति तपाईँ झुन्डेर मरेको भन्दा आकार हुन्छ क्या त्यही कारण आफ्नो बारेमा सोच्नुपर्छ आफ्नो बारेमा केही चिज गर्नुपर्छ के सोच्नुपर्छ आफ्नो बारेमा सोच्नुपर्छ अन्त आनन्द यो हावाको आनन्द लिँदै बस्ने गर्नुपर्छ फिलहाल चाहिँ अहिले मैले ब्रस गरिसकेको छु होइन अन्त अहिले चाहिँ 2टा टोइलेटमा एउटा टोइलेटमा चाहिँ मान्छे छ होइन यो मान्छेलाई चाहिँ अब म बजम निकलो तो Wait a minute. Who are you? Huh? So
फिलहाल चाहिँ के सेयर गर्न आँटेको छु भने मेरो बात तपाईँहरूलाई यो पानी छ नि त्यो यस्तो इमर्जेन्सी टोइलेट आयो होइन इमर्जेन्सी टोइलेट आयो भने चाहिँ के हुन्छ भने नि त्यो बाथरुम अरे त्यो टोइलेटको चाहिँ पानी सकिन्छ होइन पानी मोटर तल छ होइन मोटर अन गर्नुपर्छ खास चाहिँ अन्त पानी छैन भने त्यहाँ कतिजनाले मलाई सेयर गर्नु नगर्नु गरिदिनु होला त्यो घिनलाग्दो छ क्या पानी हुँदैन होइन अन्त के गर्छ भने बिना पानीले उयो गरिदिन्छ क्या म छक्कै पर्छु त्यो बात छोडिदिउँ अन्त यहाँ यिनीहरूको अहिले 2:30 बजी गुड मर्निङ हुँदैछ केटाहरूको हुनु त फिलहाल मेरो पनि 2 बजी गुड मर्निङ भएको है आजकल म छिटो सुत्छु छिटो उठ्छु टाइममा खान्छु टाइममा उठ्छु टाइममा म जे चिज पनि टाइममै हुँदैछ मेरो अहिले फिलहाल अलिकति जिन्दगी अप एन्ड डाउन चल्दैछ तर पनि राउन्ड एन्ड राउन्डै हुँदैछ वाह विजयजी कंग्रेचुलेसन ग्रेट सक्सेसफुल पर्सन थ्याङ्क यू सर गुड सर्ट किन चाहिँ भिडियो बनाएको भने यता जुन छ नि यो टोइलेट एकदम यहाँ नआउँदाखेरि कस्तो गनाउँछ क्या त्यही कारण चाहिँ नुहाइसकेँ म फिलहाल चाहिँ लास्ट सर्ट चाहिँ यहीँ गुड बाई भाइजी रुम रेन्ट भाइजी रुम रेन्ट अन्त पल्लो यसमा भित्री यसको पल्लोपट्टि अब उयसको छिमेकीहरू होला नि खै कसरी लान्छ यो छको पनि नसोधी लाँदो रहेछ होला नि त्यही त सो फिलहाल चाहिँ अहिले म बाहिर निक्लिँदैछु है बस स्ट्यान्डतिर किनकि तोम्बेको एउटा सर्ट किन्नु छ अरे है अन्त त्यही भएर जान आँटेको फिलहाल चाहिँ अहिले बाई नै पर्ला जस्तो अवस्था हुँदैछ छिट तर पनि हामी जाँदैछौँ मेरोमा 10 अब 3 बजे छ 3 भइसकेको छ है 3 4 5 भनेपछि मेरोमा 1 घन्टा छ ड्युटी जानुपर्छ म कति बजी 5:30 बजी यहाँबाट निक्लिनुपर्छ अन्त कम्पनीभित्र पुग्दा ओर्दा 6 बज्छ यताउता डिभाइस लिँदा ल देख्न सक्नुहुन्छ ल चन्द्रमामा जति दाग छ यहाँ पनि यति नै दाग छ सावधानी यस्तो सिचुएसनमा केटीहरूले ध्यान राख्नुपर्छ जस्तो कि यतम गाडी छ भने तपाईँहरू कस्तो साइड हिँड्नुपर्छ त्यो तपाईँहरूलाई थाहा हुन्छ होइन देख्ने साइडमा हिँड्नुपर्छ मेन नभए दुनियाँ कस्तो छ थाहै छ होला छिर्नाडे छ अन्डरग्राउन्ड बाटो बम्पर छ होइन अगाडि जस्तो बम्पर आउँछ होइन त्यस्तै छिर्नुपर्छ हामी मुखबाट गाली निस्किन्छ यो चाहिँ हो अन्डरग्राउन्ड यहाँको घटना तपाईँहरूलाई भन्नु चाहन्छु म यहाँ चाहिँ यो भित्र अँधेरो छ नि जुन यहाँ चाहिँ राति मतलब हाम्रै कम्पनीबाट चाहिँ निक्लिँदाखेरि चाहिँ चुप्पी हानेर चाहिँ होइन एकजनाले यहाँ चुप्पी हानेर चाहिँ मुभमेन्ट पर्छ खोज्ने जग्गाहरू चाहिँ फिलहाल चाहिँ सावधान रहे सतर्क रहे एक्लै कहिले पनि नहिँड्नु होला के भन्छ अहिले फिलहाल चाहिँ हामी दोस्रो अपोजिट साइडमा निक्लिसकेको छौँ है अहिले हामी आफ्नो सौदा भन्दा अब सपिङ गरेर चाहिँ निक्लिसकेको छु यसले एउटा सर्ट किनेँ मैले एउटा सर्ट एउटा पेन किनेँ के किन्यो पेन किनेँ है अन्त फिलहाल चाहिँ अहिले यहाँबाट जाँदैछ हामी यो चाहिँ बस स्ट्यान्ड हो मक्लीको हामी मेन चाहिँ यहाँ हो मक्लीको बस स्ट्यान्ड अन्त ड्युटी जाँदा चाहिँ एउटा निलो पेन भयो होइन एउटा ब्ल्याक पेन किनेको हेरौँ अब के हुन्छ हामी जाने दुईवटा बाटो छ एउटा माथि यताबाट बाटो छ एउटा ब्याक साइडबाट बाटो छ क्या यताबाट जाने बाटो चाहिँ त्यहीँ हाम्रै रुम पुग्छ तर यताबाट सर्टकट हो यो साइडबाट चाहिँ फिलहाल हामी यो साइडबाट जान्छौँ यहाँबाट डाइरेक्ट जान्छौँ यहाँबाट यस्तो गली छ अन्त यस्तो जङ्गल बाटो म तपाईँहरूलाई देखाउँछु भने चाहिँ त्यही जङ्गलबाट हामी जान आँटेको छु है फिलहाल चाहिँ
यहाँ यता मन्दिर पनि छ हनुमान मन्दिर अन्त राम मन्दिर यहाँ देख्न सक्नुहुन्छ होला राम मन्दिर यो बसको पछाडि सायद पूजा होला हेर्ने पूजा रहेछ फाइनली हामी चाहिँ जङ्गलको बाटो आइसकेको छौँ। अब यहाँ भूतहरू भेट्न सक्छौँ हामी। चारैतिर खनखोर जङ्गल छ। अन्त कमेन्ट डाउन यहाँ खास चाहिँ हाम्रो मतलब सरस्वती पूजा चाहिँ लास्ट चाहिँ यता त्यस्तै पाराले गर्छ होला सायद है। जे थियो हार्ट टचिङ थियो है। हेरेको गर्नु मन लाग्यो त्यही कारण क्यामेरा त अन छ तर नजर चाहिँ मूर्तिमै थियो। अन्त सो अहिले चाहिँ हामी जङ्गलको बाटो निक्ल्यौँ। मैले के सोच्थेँ यहाँ फर्स्ट टाइम यो बाटो आउँदाखेरि यता 2-3वटा सानो खाले टोइलेट जस्तो लाग्थ्यो कि टोइलेट हो भन्थेँ कि मलाई त्यो घर रहेछ। त्यो तपाईँहरूलाई पनि देखाउँछु ल। यो हेर्नु है हेलो अब यो म त टोइलेट भन्दै थिएँ होइन। फिलहाल चाहिँ यो सानो छ नि यो घर भरे चाहिँ घर रहेछ। मान्छेहरू निक्लिन्छ यहाँबाट त यस्तो छ क्या। अन्त हाम्रो चाहिँ ठिक यसको अगाडि चाहिँ रुम छ है अगाडि। अन्त उयो गाडी भएको जग्गामा चाहिँ छ रुम हाम्रो। सो अहिले चाहिँ हामी फिलहाल पुगिसकेको छौँ है। अन्त यहाँ चाहिँ अड्डा घरहरू रहेछ तासहरू खेल्दै रहेछ। यता चाहिँ देख्नु सक्नुहुन्छ होला तासहरू खेल्दैछ यिनीहरू चाहिँ। यता कम्पनी बनिँदैछ नयाँ। तपाईँहरूलाई भ्याकेन्सी चाहियो भने म हाल्नु सक्छु। जस्ट पार्ट अफ जोक। 18 लाखको हो त त्यो। तै देखा क्यामेरा पक्रेर तेरो फोटो देखाउँछु नि यस्तो बस्छ नि। म के गर्ने छोड्छु देखा त मलाई देखा त कस्तो बस्थ्यो त्यो प्राइभेट कुरा